शान्त मन। शान्त मन भनेको बाहिरको आवाज बन्द हुनु मात्र होइन, यो त भित्रको हल्ला थामिनु हो। संसार सधैँ हाम्रो चाहना अनुसार चल्दैन है। संसार सधैँ हाम्रो चाहना अनुसार चल्दैन, तर हाम्रो प्रतिक्रिया के दिने भन्ने चाहिँ हाम्रो हातमा हुन्छ। हरेक कुरा नियन्त्रण गर्न खोज्दा नै मन अशान्त हुने हो। त्यसैले नदीलाई बग्न दिए जस्तै जीवनलाई पनि बग्न दिन सिक्नु बुद्धिमानी हुन्छ। दुःख र सुख दुवै अस्थायी हुन्। आजको पीडा भोलिको शिक्षक बन्न सक्छ भने आजको सुख भोलिको केवल सम्झना मात्र बन्न सक्छ। त्यसैले अपेक्षा कम र स्वीकार बढी हुँदा मन हलुका हुन्छ। मौनतामा बसेर आफूलाई सुन्न सक्नु नै सच्चो ध्यान हो, अर्थात् शान्त अवस्था हो। त्यसैले यस यथार्थलाई बुझौँ। धन्यवाद।